हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई भ्लग है। आज चाहिँ नो राइड केही पनि होइन। आज चाहिँ हामी घुम्न जानु लाग्यो, पासपोर्ट जानु लाग्यो केटाहरूसँग। 3 जना जानु लाग्यो हामी चाहिँ यहाँबाट है, म अक्षित अनि सौगात। सो गाइज है, अब चाहिँ हामी निस्किन्छौँ। अक्षित माथि गइरह, हाम्रो सौगात पनि आइसक्यो अनि अक्षित चाहिँ माथि छ। अक्षित निस्कि जाडो। अनि अब ट्याक्सी बुक गरिसक्यो हामीले। हामी चाहिँ बसमा जानु लाग्यो। यहाँबाट जोरपाटसम्म चाहिँ हामी ट्याक्सीमा जान्छौँ है। अब निस्केपछि भेटौँला है त गाइज। सो गाइज हाम्रो ट्याक्सी नै आइसक्यो। अब चाहिँ हामी जानुपर्ने हुन्छ। हाम्रो ट्याक्सी नै आइसक्यो है। अनि अब चाहिँ हामी जोरपाटी जान्छौँ यहाँबाट बस चढेर। अनि ओइ अनि त्यसपछि हामी जोरपाटीबाट बस चढेर कहाँ जान्छौँ? चिम्डी हो लास्ट। सिम्टी हो कि चिम्डी हो खोइ के हो। ल ल ल अब हाम्रो ट्याक्सी आइसक्यो गाइज, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी जल्दी सो गाइज अहिले चाहिँ हामी कहाँ आइपुग्यो रे? हात्ती डाँडा आइपुग्यो। अब हामी अब यहाँबाट कहाँ आइपुग्छ? जोरपाटी आइपुग्छ अरे। बस पार्क हामीलाई बस पार्क गाइस। अब बस पार्कतिर पुगेपछि भेटौँला है त। अहिले चाहिँ हाम्रो यात्रा यस्तो छ। यहाँ हाम्रो अङ्कलले चट्ट हेभी ड्राइभर हुनुहुन्छ। हाम्रो चाहिँ खतरा कटाइदिइराख्नु भएको यहाँ दाइले। ल गाइस अहिले पछि भेटौँला है त। सो गाइज हामी चाहिँ बस चढिसक्यौँ। हाम्रो बस चाहिँ यस्तो छ। लास्ट सिटबाट हामीलाई हटाइदिएर फोर्समा ल्याइदियो। अनि हाम्रो केटाहरू यहाँ छ। हाम्रो सिट चाहिँ ऊ पछाडि थियो लास्ट सिटमा, तर हामीलाई यहाँ राखिदियो। केही छैन, यहाँ बसेर मस्त अगाडिको भ्यू हेर्दै जाने हो। यहाँनिर यहाँ टाइगर रहेछ। खतरा बजाएर हामी चाहिँ गाई बियो होला केटा। गाई बियो त थाहा गाइस हामी चाहिँ यसरी अड्किसक्यो भनेर। बाटो यस्तो छ। हाम्रो हेभी ड्राइभर दाइले चाहिँ खतरा पारामा लगिरहन्। तर फेरि अड्केको अवस्था हामी चाहिँ अब फेरि जान्छौँ हामी। के छ हाम्रो बाटो चाहिँ यस्तो छ गाइस। हिलो भएर टायर चिप्ल्यो साइको भएको। अब चाहिँ हेरौँ है। अब चाहिँ हामी चढ्यो ल चढेन नि त गाइज। गाह्रो छ है। यहाँ ड्राइभर अङ्कल चाहिँ फोन प्रोसेसमा हुनुहुन्छ, एकदम स्ट्रगल। अनि हाम्रो चाहिँ यस्तो छ है। यहाँ सानातिर बस्नु पऱ्यो। म चाहिँ हल्का यहाँ उयो ठाउँ म त झरेँ क्या। ल झन्डै झरेको। ल ओइ भ्लग बनाउनु गाह्रो रहेछ नि त। म त झर्नै लाग्यो त। यस्तो छ क्या यहाँनिर चाहिँ खाल्टो छ क्या। म पल्टी मारेर बसिरहेको छु। अलिकति यता बस्नु पऱ्यो नि त होइन। के गर्नु त अब। यहाँबाट भ्यू चाहिँ यस्तो आउँछ है। समाति भ्लग बनाउनु पऱ्यो होइन। मोबाइल बन्द गर्नु भन्छ। अब चाहिँ फेरि हामी ब्याग आइसक्यौँ। अब फेरि हामी फुल स्पिडले जान्छौँ। चढ्छ नचढ्यो अब केही नै। अब यस्तरी सार्नुपर्ने हुन्छ यहाँ चाहिँ। कत्रो लाउन फाइनली गाइस, फाइनली चढिसक्यो। यस
चढ्यो नि त यस फाइनली हाम्रो ड्राइभर अङ्कलले गरिसके हाम्रो बाटो चाहिँ यस्तै छ अनि हाम्रो भ्यू चाहिँ यस्तो छ ओइ यस्तो ओइ यो ओइ यस्तो गीत बजिरहेको कपिराइट लाग्दैन भने अनि ठिक छ ल गाइस एकछिन भेटौँला है त सो गाइस है हाम्रो चाहिँ यहाँनिर बाटो यस्तो बिग्रेको अवस्था छ त्यही भएर हामी चाहिँ कुदिरहेको सायद अब माथिबाट जाने भन्छन् होला अब हेरौँ सानोले पनि हुन्छ अलिअलि अहिले 1 बजे फर्किने यस्तो छ है गाइस बाटो चाहिँ एकदम मिसिन आएपछि त उताको त्यो हाल्ने बित्तिकै हुन्छ उताको त्यो थुबारेको त्यो गर्मी जिरीवाला यो त पुरा गर्मी छ पसिना पसिना भइदिन्छ जानु जानु सर केटाहरू चाहिँ यहाँ छ यसको पसिना हेर अक्सित त्यहाँनिर छ त्यो केटा हो कुन बक्सा लागेर निस्केछ चाहिँ कताबाट जाने हो सायद मास्तिरबाट जान्छ होला हाम्रो हेभी राइडर जान्छ गाइस अहिले चाहिँ हामी अड्केर आएको हाम्रो गाडी चाहिँ त्यहाँ छ बाटो यस्तो भएर यहाँनिर चाहिँ अहिले बन्द छ अब मिसिन आउँदैछ अरे बनाउनलाई अनि बनाएर फेरि चल्दै सानो गाड्छौँ त्यहाँ सो गाइस अब चाहिँ हामी हिँडिसक्यौँ है अघि बाटो बिग्रेर त्यहाँनिर बसिरहेको थियौँ अब फेरि हाम्रो गाडी चल बसिसक्यो अब चाहिँ त्यही हो अब चाहिँ हामी यहाँबाट कहाँ जान्छौँ कहाँ छिम्टी बाटो चाहिँ एकदम खतरा खायो सो गाइस अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ है केटाहरू यहाँ छ 2 जना आउँदैछन् आवासको भेर आउँदैछन् तर अहिलेसँग बाहिर निस्किँदै गर भनेर भनेको थियो हामी खानसाना खाएर निस्किसक्यौँ आउँदैन त तिनीहरू खोइ कहाँ हो अनि यहाँबाट चाहिँ खतरा देखिरहेको रहेछ क्या त्यहाँनिर होइन डाँडामा ल गाइज पानी पर्यो अब के गर्नु अब एकछिन भेटौँला है अब यसरी फोन चलाउनु त भएन सो गाइज अब चाहिँ हामी चल्दैछ है सबजना हेरेर आइसक्यो हेरेर अक्षित आवास सौगात म अनि हाम्रो भेना हुनुहुन्छ अब यहाँबाट चाहिँ चल्दैछ होइन अब कति हिँड्नुपर्छ थाहा छैन त्यस्तै अब टन्न हिँड्नुपर्छ होला सायद अब हिँड्नु केही छैन होइन अब सो गाइज अब अहिलेलाई चाहिँ यति नै भन्छु होइन अब एकछिनतिर भेटौँला है अब फोनमा चार्ज टिकाउनु पर्छ माथितिर खासै बत्ती सत्ती हुँदैन अरे होइन अनि अब त्यही हो यहाँको भ्यू चाहिँ फेरि खतरा खानु फेरि ल केटा हो बाई बाई सो गाइस है अब चाहिँ हाम्रो पछाडिको भ्यू चाहिँ यस्तो छ अनि यताबाट यता नि यस्तो छ होइन अब चाहिँ हामी लाग्दैछौँ हिँड्दैछौँ अनि हाम्रो भेना चाहिँ यहाँ आउनुहुन्छ केटाहरू चाहिँ उता पुगिसक्यो कि होइन अब चाहिँ हिँड्दै जानुपर्छ ओहो गाह्रो छ गाह्रो ल गाइज हामी 15-20 मिनट मात्र हिँड्यो होला यस्तो भइसक्यो हालत पसिनै पसिना केटाहरू त्यहाँनिर छ ओ यहाँ बसिरहन् भेना आउँदै हुनुहुन्छ चाकबाट धुवा निस्किसक्यो हाम्रो ओइ झन् नबस् क्या झन् गाह्रो हुन्छ हो मा ठिक छ लास पसिनै बस्ने भइसक्यो सो गाइज यहाँ चाहिँ हाम्रो छोटो मिठो ब्रेक यहाँ चाहिँ आवाज छ है यहाँ चाहिँ हाम्रो भेना यहाँ चाहिँ अक्षित यहाँ चाहिँ सौगात अनि म चाहिँ यहीँ छु हाम्रो यहाँबाट भ्यू चाहिँ यस्तो छ कि भ्यू चाहिँ खत्रै छ कि तर यस्तो छ गाँठफट भइसक्यो यसको पनि चाकबाट धुवा निस्किसक्यो भेना गयो भने अक्षित त झन् सुति नै छ यो बाटोमा
पसिनाले ओभर हान्छ यो स्विमिङ पुल पाए त स्विमिङ खेलिदिने हुन्थ्यो जति जाडो भयो नि पानी पनि छैन क्या कसले भनेको भने त्यो बाटो बाटोमा झरना छ पानी आउँछ भनेर ओहो पसिनाले त गाँड गुलुत हान्ने रहेछ नि त अनि सो गाइज फाइनली एउटा डाँडा चाहिँ कटियो होइन यहाँ चाहिँ यस्तो छ पानी परिरहेछ यहाँबाट भ्यू चाहिँ यस्तो देखिरह है डेन्जर पानी परिरह ओहो लेन्समा पानी पऱ्यो भने त अनि साइको हुन्छ त अनि ल गाइज जोस् रमाइलो त रमाइलो छ तर हल्का हिँड्नु पऱ्यो भने चाहिँ चाकर धुवा निस्किने रहेछ त्यति हो अरू त यहाँसँग बाइक आउने रहेछ नि त अनि ल गाइज अहिले एकछिनतिर भेटौँला है सो गाइज अब चाहिँ यहाँ यसरी पानी परेर अक्षितमा ऊ केटाहरू त्यहाँ माथि चढिसक्यो अब त्यहाँ गएर एकछिन पाँचजना आएर बस्नु पर्ने हुन्छ भेना यहाँ हुनुहुन्छ है अब यहाँबाट ऊ माथि चढ्दै हिँड्नु है माथि अहिले बेकार टेन्सन मात्रै हुन्छ पिछा मात्रै ओहो पानी परे भन्नाले यो रेनकोट चाहिँ बेला यहीँ माथि नै हालेछ हामीले ओहो लेन्स त पानी पऱ्यो नि त अनि अब ल 36 देखि हो नि त अनि ठिक छ यस्तो भयो नि अहिले पुस्थ्यौँ होइन ओहो अब एकछिन यहाँ बस्नु पर्ने हुन्छ अब त्यहाँ चाहिँ के पाउँछ खाएर अनि हिँड्नु पर्ने हुन्छ है गाई जान्छ हो काले यहाँ पानी खाँदैछ मस्तले सो गाइज हाम्रो पारा यस्तो छ हाम्रो बाटो यस्तो छ के गर्नु पानीले रेन्ज भिजिहाल्छ अब कहाँबाट पुस्नु आफै भिजाएको छ सबै के गर्नु हाम्रो चाहिँ अहिले सिन यस्तो छ है फेरि बेना ओइ के हो यो हङकङ होस् या लन्डन हो गाइज नसक्नु पानी परेको परै छ ओहो सो गाइज है अझै हामी यहाँ नै छौँ पानी अझै परिरहेछ तर अघिभन्दा चाहिँ कम भएको अवस्था हाम्रो यहाँबाट चाहिँ भ्यू ठिक छ यहाँ चट्ट हामी पाँचजना लागि परिरहेछौँ अझै कति हिँड्नुपर्ने हो थाहा छैन कहाँ आइपुग्यो नि थाहा छैन के गर्नु गाह्रो गाह्रो ओहो ल हाम्रो यहाँ केटाहरू पारा यस्तो त्यहाँ यहाँनिर थकित पारा हिँडाइने छ अघिदेखि हामी चाहिँ जङ्गलको बिचमा हिँड्दैछौँ है सो गाइज अब चाहिँ हामी यहाँनिर कोही कहाँ आइपुग्यौँ थाहा छैन जोस् यहाँको भ्यू चाहिँ यस्तो छ है यहाँनिर हामी पानसानी खायौँ भेना यहाँ हुनुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो छ यहाँबाट हामी चाहिँ मास्तिर लाग्नुपर्ने हुन्छ अब ओहो पानी अझै रोगाएन सिम 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 परि नै राख गाइज गाह्रो एकदम सो गाइज है अहिले चाहिँ हाम्रो पारा यस्तो छ दुईजना कहाँ आयौँ हामी अरू तिनजना कहाँ हो थाहा छैन अगाडिबाट गोरु आइरहेछ गोरुले हान्दिला भनेर टेन्सन भएर अब यस्तो साइडतिर बस्दिनु पर्ने हुन्छ हामी चाहिँ अब सिङमा चाहिँ हेर्न सिङ मात्र हेर न गाइजमा फुच्चेको शुद्ध यत्रो सिङ छ हो रे जाउँ 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 दाइ टुपी डाँडा कति टाढा अब अझै घन्टा लाग्दैन धन्यवाद टुप्पी डाँडा पुग्न अब 1 घन्टा लाग्दैन अरे दाइ 5 भोरबाट आएको अरे 5 भोरबाट अहिले सत्य पुग्छ नि मैले गोरु चढ्ने त ठिक छ पानीले ल्याङ हान्रहेछ यार ल्याङ कसम
यस्तो पानी भरेर खाने यस्तो पानी भरेर खाने के भन्नु क्या टेन्सन भइरह बोल्नु लागिसक्यो ल गाह्रो यस्तो छ बाटो चाहिँ है अहिले हामी राइड आएको भयो यस्तो बाटोमा कम मजा आउँथ्यो यस्तो पानी परेको बेला है गाइस चुप्पी डाँडातिर भेटौँला अब चाहिँ सो गाइस अझै त्यो 3 जना चाहिँ आइपुगेको छैन हामी चाहिँ धेरै माथि आइसक्यौँ हाम्रो बाटो चाहिँ यस्तो छ है यहाँ झर्ना सट्ट छ अगाडि झर्ना सानो झर्ना रहेछ त्यो अघि नको झर्ना चाहिँ ठुलो थियो भने यो पनि ठिकै थियो तर अघि न त माथि पहाडदेखि नि तल पहाडसम्म आयो नि त यो नि ओहो नाइस रहेछ नि त है ओहो नाइस नाइस ओहो सौगात मुख धुँदैछ त्यहाँ अब यत्रो पानी भिजेर फेरि कहाँ मुख धुनु त अनि म होइन त्यो भएर अब डाइरेक्ट चल्दिने हो यहाँबाट तल्लोसँगै छ ए ओइ सौगात अघि नै हामीले देखेको ऊ त्यो झर्ना यही होला है होइन त्यसो भए अर्कै होला यसो गाइज त्यो 3 जना चाहिँ अझै आइपुगेको छैन कहाँ हो के हो केही थाहा छैन है न नेटवर्क छ न केही छ केही छैन अफलाइन भइसक्यो मान्छे नै अब सो गाइज हामी चाहिँ आइपुगिसक्यौँ 2 जना मात्र है ब्याक साइड आइसक्यौँ यस्तो ढाड दुइसक्यो कि होइन आवासहरू कहाँ छ थाहा छैन 3 जना आवास अक्षित भेना गायब ए हाम्रो बारा यस्तो छ ओइ ब्याग थियो त हो अब मेरो हुडी खै तेरो हुडी मैले उदिमा हाल्थेँ हो गाह्रो चिसो त्यस्तै झन्डुवा लगाइरहेको मलाई गाइज अहिले आवासहरू आउँछ अनि भेटौँला है अब आजको बास यतै हुन्छ जस्तो हाम्रो चाहिँ त्योभन्दा माथि जानु त छैन क्षमता अब हो त्यो ब्यागले गरेर नि हो क्या ढाड यस्तो दुखिरहेको नि यहाँबाट चाहिँ यस्तो नाइस त्यही भने आज ल गाइज अहिले पछि भेटौँला सो गाइज अहिले चाहिँ हामी सबैजना खाजा खाइरहेको छौँ है अनि अब पानीले रुज्यो झन् रुवा लगाइरहेको थियो यस्तो गाह्रो के त फेरि बढ्दा यो काली फेरि बढी बोलिहाल्छ क्या सो गाइज अब चाहिँ त्यही हो अब खाजा खाएर एकछिन रुममा बस्नुपर्ने हुन्छ अनि त्यसपछि खाना खाएर सुत्तिँदै पर्ने हुन्छ भोलि बिहान 6 बजी जानुपर्छ भने 9 घन्टा हिँड्नुपर्छ ओहो कसरी हिँड्नु